केही व्यक्तिहरूले किराँत संरक्षणको संस्कृतिको जगमा समाजलाई ध्रुवीकरण गरिरहेका छन्। किराँत संस्कृति कसैको निजी पेवा होइन, सबै व्यक्तिहरूको र सबै समुदायको यो संस्कृति हो। यसलाई कसैले पनि अराजकताको विषय बनाउनु हुँदैन। यसले त हामीलाई संयमित र एकता बनाउने हाम्रो शास्त्र हो। किराँत केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किराँत इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। हामीले श्रमलाई प्रविधिसँग र संस्कृतिलाई सभ्यतासँग जोड्नु पर्दछ। आजको आवश्यकता यो हो। हाम्रै देशको सबैभन्दा पुरानो सभ्यता मध्ये एक मानिने किराँत सभ्यतालाई उचित स्थान दिन सकेका छौं, उचित सम्मान गर्न सकेका छौं के यो सभ्यतालाई संरक्षण गर्दै यसमा निहित रहेका परम्परागत ज्ञानलाई राष्ट्रको अमूल्य पुँजीको रूपमा सम्वर्धन गर्न सकेका छौं त? यतातर्फ सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।